आज शहीद 15 गते हाम्रो देशको सबभन्दा ठुलो आन्दोलन भइरहेको छ हैन। अब यहाँ राजावादी भर्सेस प्रचण्डवादी भइरहेको छ। हामी चाहिँ म चाहिँ राजावादीलाई सपोर्ट गर्न गइरहेको छु। हामी तिनकुनी चोकमा पुगिसकेका छौँ लगभग अलिकति कुना मात्रै बाँकी रहेको छ। हेरौँ कति भिड रहेछ त आज। अस्ति धेरै रहेछ कि आज रहेछ धेरै, हेरौँ। गाइस क्या रमाइलो दृश्य हुनेवाला छ आज। अहिले चाहिँ 11:30 को समय भएको छ। हेरौँ 11:30 बजे 11 बजे बोलाउनु भएको हो। 11:30 सम्म आउने रहेछ। अनि 11:30 पछि कति मान्छे हुँदो रहेछ हेरौँ आज। अस्ति त मैले सोचेभन्दा धेरै भएको थियो यार। हामीले चाहिँ रेड क्रस ज्याब्रा क्रसिङ पनि भएन। हिंदू राष्ट्र बौद्धिक सनातन हिंदू राष्ट्र राजकट्टीमा हामी राजालाई राखेर यी गणतन्त्रलाई हामी जेलखानामा हाल्छौँ। हामी सामना लगाउँछौँ। यदि आम जनताले सामना लगाएर राजालाई दरबारमा राखेपछि हामी कहाँ जान्छौँ? नेपालको चन्द्र सूर्य झण्डा बोकेर कञ्चनजङ्घा र सगरमाथामा हो कि होइन? राजतन्त्र जिम्मेवार गणतन्त्र मुद्दामा राजा हामी ल्याउँछौँ। पार्टीको झण्डा बोक्दैन। होसियार टपोरे हो। यिनीहरूको के उपचार गरेछ हामी मैले मानिरहेको कपिल वस्तुको झन् खबरदारी गरेछु। बौद्धिक सनातनको काली गण्डकीको ढुङ्गाको छ नि त्यत्रो आवाज उठाएको छौ। होसियार कति लुटेर खान्छौ। यो सानो पूर्व चाहिँ अब 8वटा जिल्ला उठाएर त गणतन्त्र हिजो अभियान भनेर हुलाकी सडकको खाल्टो टालटुल गर्नु नसक्ने अवसरवादीले जुन छोरी ककललाई छ नि 25-30 हजारको जुत्ता लगाएर जुन प्रेट खेलाएको छ त्यो हिसाब हामी जनताले लिएर छोड्छौँ भन्दै यो मोहतारीको सानो पूर्व छाने मगर सम्पूर्ण राष्ट्रभक्तिसँग 2 हात जोडेर नमस्कार छोरा फ्याफुलले लासो तासिदेले चोदलप्पा गड लगाइछि भन्दै आउने र्यालीलाई एकचोटि राष्ट्रभक्ति राजा ल्याउने हाम्रा युवा शक्ति र छ नि नेपाली देशवासीलाई ताली बजाएर स्वागत गरिदिनुस् त भन्दै लमजुङ जिल्ला संयोजकको मोबाइल हराएको छ रे। कोही कसैले भेट्नुभयो भने लमजुङ संयोजकलाई छ नि बुझाइदिनु होला भन्दै सम्पूर्णसँग म 2 हात जोडी माफी चाहन्छु। गल्ती भए माफ पाऊ। यदि हिम्मत भए मेरो देश नेपाल बनाऊ भन्दै बिदा हुन चाहन्छु। सानो पुरो छाने मगर धन्यवाद सम्पूर्णलाई। धन्यवाद। हाम्रो अभियन्ता सानो पूर्व छाने मगर हुनुहुन्छ। उहाँ राष्ट्रभक्ति सधैँ लागिराख्नुहुन्छ देशको लागि नागरिकको लागि। यसै गरी हामीसँग चाहिँ गोविन्द काफले झापाबाट आउनु भएको छ। योगी नरहरिनाथको अभिन्न अङ्ग जुन राष्ट्रभक्ति धर्मभक्ति
हुनुहुन्छ, उहाँ थोरै बोल्नु होला बाबा, टाइम छैन। नमस्कार सबैलाई, जय भारत। सबैले भन्नु जय भारत, जय भारत, जय भारत। योगी नारायणनाथले भन्नुहुन्छ र अन्तर्वार्तामा दिनुभएको कुरा म तपाईहरुलाई सुनाउन चाहिरहेको छु। शिव गोरक्षनाथ होई बन्दनीयो निरन्तरम। हेर्नुहोस्, पढ्नुहोस्, पुर्खाको आँसु पुछ्नुहोस्। राष्ट्रगुरु योगी नारायणनाथ के भन्दै हुनुहुन्छ? हरेक क्षेत्रमा विदेशको नक्कल गरियो, हरेक काममा विदेशीको सहायता मागियो। यस्तै हो भने एक दिन विदेश